हजुरहरु सबैजनालाई एलोहिम परमेश्वरको नाउँमा जय मसीह भन्न चाहन्छु। आजको विषय छ म तसँग छु। प्रियहरु, एउटा मरुभूमिमा एउटा मान्छे जाँदै थिएछ अनि त्यो मान्छेले भुइँमा यसो हेर्दा चारवटा खुट्टाको छाप देखेछ। यति साह्रो खुसी कि परमेश्वर मसँग हुनुहुन्छ। अनि त्यसरी जाँदै गर्दा फेरि पनि उसले मुनि भुइँमा हेर्छ, चारवटा खुट्टाको छाप देख्छ अनि ऊ खुसी छ कि परमेश्वर चाहिँ मसँग हुनुहुन्छ। अनि केही क्षणपछि चाहिँ त्यो मरुभूमिमा यति साह्रो भुमरी आएछ अनि त्यो भुमरी आउँदा आधीबेरी आउँदाखेरि चाहिँ यसो हेर्दाखेरि त दुईवटा खुट्टाको छाप मात्रै उसले देखेछ। अनि त्यहाँबाट ऊ गनगन गर्न थाल्यो कि तपाईँ सबै कुरो राम्रै हुँदाखेरि चाहिँ तपाईँ मसँग हुनुहुन्थ्यो परमेश्वर। अहिले यस्तो प्रकारको भुमरी आयो, हावा आयो, हुरी आयो, तपाईँले मलाई छोडिदिनु भयो, यो गाढो अवस्थामा तपाईँले मलाई एक्लै पार्नुभयो भनेर गनगन गर्न थालेछ। अनि गनगन गर्दै गर्दा एउटा आवाज आएछ अनि त्यो आवाजले के भनेछ भन्दै गर्दा चाहिँ, छोरा तैँले देख्दै गरेको दुईवटा खुट्टाको छाप चाहिँ तेरो होइन, त्यो चाहिँ मेरो हो, मैले तँलाई बोकेको छु भनेर भन्नुभयो अरे। अनि यो मान्छे जब परमेश्वरको त्यो छापलाई नदेख्दा, खुट्टाको छापलाई नदेख्दा ऊ डरायो, ऊ त्यो भुमरीभित्र डरायो अनि परिस्थिति बिग्रिँदा उसले भन्यो परमेश्वरले मलाई छोड्नुभयो अनि गनगन गर्न थाल्यो। आज तपाईँ र मेरो पनि परिस्थितिहरू कहिलेकाहीँ यस्तै हुन्छ। सबै कुरो ठिकै हुँदाखेरि तपाईँ र मैले सोच्ने भन्ने गर्छौँ कि परमेश्वर मसँग हुनुहुन्छ अनि हामी खुसी हुन्छौँ। अनि जब चाहिँ परिस्थिति बिग्रिन्छ, तपाईँ र मेरो परिवारमा अर्कै प्रकारको परिस्थितिहरू उत्पन्न हुन थाल्छ, आर्थिक अभावहरू हुन थाल्छ, रोग र बिमारहरू हुन थाल्छ, अभाव र घटीकमीले सताउन थाल्छ, छोराछोरीहरू अटेरी हुन थाल्छ भनौँ। अनि यस्तो परिस्थिति बिग्रिँदै जाँदाखेरि चाहिँ तपाईँ र मैले पनि कहिले कतै यो प्रकारको भावना उत्पन्न गराउँछौँ आफ्नो हृदयमा कि भन्छौँ परमेश्वर तपाईँले मलाई छोडिदिनु भयो कि क्या हो। तर आज म तपाईँहरूलाई उत्साह दिन चाहन्छु, परिस्थिति जस्तै किन नबिग्रोस्, तपाईको सोच किन परिवर्तन नहोस्, तपाईको अवस्थाहरू किन बिग्रेर नजाओस्, तपाईको परिवारमा तपाईले चाहनु भएको जस्तो स्थिति किन पैदा नहोस्, तपाईले सोच्नु भएको जस्तो जीवन तपाईले किन नपाउनुहोस्। तर याद गर्नुहोस्, त्यस्तो प्रकारको परिस्थितिमा पनि परमेश्वरले तपाईलाई कहिले पनि छोड्दिन भनेर प्रतिज्ञा गर्नुभएको छ। भजन सङ्ग्रह 41 को 10, 11 अनि 12 मा उहाँले भन्नुभयो, नडरा किनकि म तँसँग छु, निरुत्साहित नहो किनकि म तेरो परमेश्वर हो, म तँलाई उत्साह दिनेछु, म तँलाई बलियो बनाउने छु अनि मेरो धार्मिकताको दाहिने हातले तँलाई सम्हाल्ने छु भन्नुभएको छ। त्यसो त प्रियहरू हो, तपाईँको परिस्थिति बिग्रिँदै गर्दा तपाईँले यो नभन्नुहोस् कि परमेश्वरले मलाई छोडिदिनु भएको छ। तपाईँले नचाहनु भएको कुराहरू तपाईँको परिवारमा हुँदै गर्दा तपाईँले यो नभन्नुहोस् कि प्रभु तपाईँले मलाई छोडिदिनु भएको क्या हो, तपाईँले मेरो बिन्ती पनि सुन्नुहुन्न कि क्या हो भनेर नभन्नुहोस्। तपाईँलाई उत्साह दिन चाहन्छु, प्रभुले भन्नुभएको छ म तँसँग छु, नडरा, म तँलाई बलियो बनाउने छु, म तँसँग छु भनेर उहाँले प्रतिज्ञा गर्नुभएको छ। यस्तो परिस्थितिबाट भएर जाँदै हुनुहुन्छ भने एलोहिम परमेश्वर तपाईँसँग सधैँभरि हुनुहुन्छ। हवस् त, परमेश्वरले तपाईँ अनि तपाईँको परिवारलाई एलोहिम परमेश्वरले आशीष दिउन्।